बाटो त डेन्जर छ डेन्जर छ उकालो हेरौँ त साथी कसरी जानु त्यसले त रातै पारेछ नि त गाडी कुदाउन आँटै आएको छैन के भयो भयो स्यान्डकपुर यो चाहिँ सन्दकपुर हो हिजो हामी आएको चाहिँ यताबाट होइन यो चाहिँ नेपालपट्टिको बाटो हामी अहिले इन्डियापट्टिबाट आयो यहाँ मन्दिर जाँदैछौँ दाहिने कि देब्रे भित्ता कि छेउ ल ल ल बाटो ठिकै छ भन्ने सूचना आइसक्यो ऊ चाहिँ मेरो सूचना हो अनि राम्रो छ भनेपछि म यता बाटो भनेपछि म त्यही बाटो हिँड्छु कुकुरसँग चाहिँ फाइट खेल्नु खोज्दो रहेछ ल पप्पी त खतरा आयो त हामी कालपोखरी ठ्याक्कै आइपुग्यो कालपोखरीको बोर्ड देख्नु सक्नुहुन्छ किनभने म लडेँ ब्यागको चुना चुट्यो मोमो जुन कस्तो बवाल देखिरहेछ साथीहरू हामी चाहिँ अहिले सन्दकपुर आइपुग्यौँ कस्तो बवाल देखिरहेछ जुन चाहिँ है अनि यहाँ तल लाइट बलेकोमा जानुपर्ने कस्तो बवाल छ दामी गुड मर्निङ एभ्रिवान फ्रम कहाँ छौँ होला हामीलाई गेस गर्नुहोस् यो माथिको डाँडा हेर्नु अनि यो लोकेसनहरू हेर्नु घाम लागेको हेर्नु कहाँ छौँ होला हामी ल अनि हामी बसेको चाहिँ यहाँ टक्कसँगले हामी चाहिँ अहिले कहाँ छौँ भन्दा सन्दकपुर तपाईँहरूलाई सन्दकपुरबाट स्वागत छ आजको नयाँ एपिसोडमा मेरो एपिसोड चाहिँ बिचबिचमा क्र्याक भएको छ होइन अनि आज फेरि नयाँ एपिसोड बनाउँदैछु बाटो छ यस्तो खराब खतरा अनि हामी चाहिँ उँभोदेखि आएको त्यही भएर हामी अप्ठ्यारो बाटो हिँड्नु परेन उकालो आउनु परेन ओह्रालो मात्रै जानुपर्छ त्यही भएर सजिलै हुनेछ अब हिमाल हेर्नु चाहिँ हामी यहाँ माथि जानुपर्ने हुन्छ तर हिमाल देख्छ कि देख्दैन थाहा भएन ल उकालो बाटो सुरु भयो सन्दकपुरको अनि हामी चाहिँ यो घरमा बसेर अब उकालो जाँदैछौँ हामी हिजो यतैबाट आएको है इन्डियाको बाटोबाट माथि चार रातिबाट इन्डियाको बाटोबाट आएर यहाँ बसेको नेपालको बाटो अप्ठ्यारो छ भने मान्छेहरूले इन्डियाको पनि अप्ठ्यारो रहेछ तर योहरू चाहिँ रड्डी नै हो तर फोनमा त कस्तो बाटो राम्रै देख्दैछ साथी चाहिँ हिजोदेखि हिँडेको कि अस्तिको दिनदेखि हो कस्तो भइरहेको छ नि मजा आइरहेको छ नि ट्रेकिङ म चाहिँ बाइकमा घुम्दैछु ऊ चाहिँ ट्रेकिङ बाइकमा चढाउन सक्दिनँ अनि अब यहाँदेखि उकालो जान्छौँ डाँडा सन्दकपुर देखाउँ भनेको घाम अघि अलिकति देख्यो अहिले त घामै गइहाल्यो अनि माथि हो डाँडा चाहिँ हामी जाँदैनौँ यताबाट माथितिर जान्छौँ हामी चाहिँ यस्तो ठाउँमा आइपुग्यो सन्दकपुरको डाँडामा होइन अनि अब उकालो जानुपर्ने रहेछ यहाँदेखि चाहिँ क्यारे बाटो हेर्छु म चाहिँ बाटो चाहिँ भिड चाहिँ यस्तो छ अनि बाटो चाहिँ यस्तो कालो छ थुक्नु चाहिँ हुन्थेन होला सरी दामी छ म चाहिँ माथि जान्छु आउने अब बाटो त डेन्जर छ डेन्जर छ उकालो हेरौँ त साथीहरू कसरी जानु हौ गोर्खालीको छोरा हो त हो लगरेमा आर्मीमा नगए पनि यतिको त चढ्ने मान्छे हो तल चाहिँ साथी चाहिँ थोरै रिस्की रहेछ यहाँ चाहिँ ढुङ्गा अब यहाँको स्यान्डकपुर ल इन्डियाको डाँडा आइपुग्यो स्यान्डकपुर यो चाहिँ सन्दकपुर हो हिजो हामी आएको चाहिँ यताबाट काक 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 यस्तो छ आउँदैछ हो साथी डेन्जर ठाउँबाट आउँदैछ त हामी चाहिँ अहिले यहाँ माथि डाँडा गएर आयौँ फुल हेर अम्म कस्तो दामी देख्यो तिमीलाई अनि डाँडा गएर आयौँ
अब सन्दकपुरको मेन प्लेस भनेको कालपोखरी नपुगी त हुँदैन भनेर हामी यहाँ कालपोखरी खोज्दैछौँ। कता हो कालपोखरी थाहा छैन, अब यहाँ सोधेर जाने। अहिले चाहिँ हामी इन्डियाको बाटो आइपुग्यौँ। ठ्याक्कै चाहिँ इन्डियाको बाटो हो। यहाँसम्म चाहिँ हल्का पिच छ। यो 4 राति जाने बाटो यस्तो रफ छ, तर यहाँदेखि तपाईँहरू ट्रेकिङ 4 राति जानु भने बबाल चाहिँ मात्रै 1-2 घन्टा लाग्छ। 7 किलोमिटर मात्रै हो। अनि नेपालदेखि आउने बाटो चाहिँ यस्तो छ साला, रिस उठ्छ देख्दै। इन्डियाको यस्तो छ, नेपालको यस्तो छ। यस्तो गड्डा छ यहाँ तलतिर भन्नु मात्रै सकिँदैन। बबाल छ भ्यूहरू चाहिँ तल। अब तल जान्छौँ कस्तो रहेछ हेरौँ। जर्सी कता हो कालपोखरी। यति डराएको हेर, यस्तो डरेर आएको चौरी देखेर। चौरी पनि देख्दछ नि त, सिङले लागेको भने मात्रै मान्छे थाहा। यो मान्छेले बच्चा कुदाएको छ। हामी चाहिँ कालपोखरी जाँदैछौँ। होइन, कुकुरसँग चाहिँ त्यसो गर्दो रहेछ हौ। कुकुरसँग चाहिँ फाइट खेल्नु खोज्दो रहेछ। ला पप्पी त खतरा आयो त। यहाँबाट देख्नुहुन्छ सन्दकपुरको भ्यू चाहिँ यस्तो छ। यहाँ चाहिँ यस्तो छ। हामी माथि ढाँडाबाट आएको के ए पप्पू चौरी त भागेको कति भाग्यो। अब के लेखेको छ त्यहाँ? खोइ जानु पाइन्छ त होला नि है। सबै ठाउँ डुल्ने हामी चाहिँ, कता कता हुन्छ डुल्नु दिने ठाउँसम्म डुल्ने, नदियो नडुल्ने। अब ऊ तलतिर कतातिरसम्म जान्छौँ हामी। छैन, यो चाहिँ नेपालपट्टिको बाटो। हामी अहिले इन्डियापट्टिबाट आयौँ। यहाँ मन्दिर जाँदैछौँ। अहिले जङ्गलमा छौँ हामी। यस्तो हिँड्दै आएको। हामी चाहिँ कालपोखरी जाने भनेको त यहाँदेखि 6 किलोमिटर रहेछ। हिँडेर त टाढा हुने भयो। अनि सक्यो भने यताबाट नेपालको बाटो हुँदै यताबाट भेटेर इन्डियाको बाटो भेटेर हामी जानेछौँ। सक्यो भने उहाँ तल गएर इन्डियाको बाटो भेट्ने रहेछ क्या हो। तल गएर, किनकि इन्डियाको बाटो हेरेर त उयो डाँडाबाट गएको रहेछ। उयो डाँडाबाट होइन, यस्तो छ त्यहाँ। मैले अघि उज्यालो हुँदा हेरेको कि यताबाट यस्तो जाने बाटो छ। यता छोडेर यता जाने, त्यता पनि जानेछ। त्यस्तो जाने बाटो। त्यस्तो टाढो छैन होला तल पुगेपछि नि। ल हामी सक्यो। मन्दिर त उपर नै हो चाहिँ। ल मौसम खुलिरहेको छ आज, धन्न साथ दिइरहेको छ मौसमले। हेर्नु त साथीहरू, अब आकाशै नदेखे पनि मौसम चाहिँ खुलेको छ। पानी परेको छैन। हामी चाहिँ अहिले ट्याक्कै मन्दिरमा छौँ यहाँको। अनि यो मन्दिर चाहिँ कहाँ हो भन्दाखेरि ठ्याक्कै माई खोलाको सिरान पर्छ। यो सानो पोखरी छ, यहीँदेखि हुँदै यिनीहरू पानीहरू चाहिँ माई खोलामा जाने हो। मेन चाहिँ त्यही भएर यसलाई चाहिँ माई खोलाको शिर भनेर पनि पूजा गर्ने गर्छ। अनि मन्दिरहरू छ। यो सानो कुवा छ यहाँ। यही पानीहरू चाहिँ उब्जेर चाहिँ माई खोलामा गएको भनेर चाहिँ यसलाई माई खोलाको शिर भनेर सबैले पूजा गर्ने गर्छ यसलाई। पानी हेर्नु कस्तो क्लियर छ। अनि पूजा गरिसक्यौँ हामीले। पूजाहरू टिका पनि लगाएन। टिका चाहिँ लगाएन, यहाँ लाउँदा भइगयो त। अनि अब यता हुँदै हामी जान्छौँ। अब पूजा सब सक्यो यहाँको। माई खोलाको शिर भनेर पूजा गर्नु छ भने यहाँ आउनु हुन्छ है सन्दकपुर। यो धुप्पी चाहिँ बबाल लाग्यो भन्दा मलाई। राति लाइटले यस्तो दामी टल्किरहेको थियो। सेन्टा पर्छको राखेको थिएन। आजको दिन कस्तो रह्यो तिम्रो? बिहानसम्म रमाइलो थियो। गाडी कुदाउन आँटिरहेको छैन, के भयो। एकदम होपलेस भइरहेको छ हिजोदेखि। भाइले चाउचाउको रस पिरो बनाइदिएछ। दादाको मुटु पोलिरहेको साथीहरू। अरू के यो पोलाइ जति बेलासम्म रहन्छ दादा यस्तै हो। जाऊ गएर बाटो हेर तल गोलाइसम्म कस्तो रहेछ। यो तिम्रै हो है? यो मेरै हो। हामी चाहिँ सुन न, मेरो कुरा सुन न। मान्छेहरू क्या अब सन्दकपुर आएर खाजा खानु नै डराउँछ होइन। हामी हेर सन्दकपुर आएर हामीले खाजा खायौँ, चिया खायौँ, मासु भात खायौँ, सुत्यौँ। यत्रो 3टाको छ कोठामा। तर अन्ली बिहान खाजा नि खाएको, बिहान खाजा नि चिया खानी खाएको, सबै खायौँ। अन्ली 1500।
हामीलाई चाहिँ धेरै हेल्प गर्नुभएको छ यो पालि चाहिँ नि। साँच्ची भन्दा अब कम्तीमा पनि 5,000 लिनु सक्नुहुन्छ लिनेले होइन। तर दिदीहरूले मिलाएर राखिदिनु हुँदो रहेछ सबैलाई अनि हामीलाई झन् मिलाइदिनु भयो। एकदम धन्यवाद हाम्रो सोनाम भाइको मम्मी र भाइलाई स्पेसल्ली। अनि सबै सहयोग गर्ने साथीहरूलाई दाइहरूलाई म एकदम छुट्टै धन्यवादको एउटा भिडियो बनाउँछु। सबैले साथ दिइरहनु भएको छ, खुसी छु म। मान्छेदेखि बाहेक अब होटलको एभ्री यसले पनि हामीलाई चाहिँ कति धेरै कुराहरू प्रोभाइड गरिदिइराख्नु भएको छ क्या। नम्बर फोन गरिदिनुहुन्छ सबै कुराहरू। लकी टु नेपालीको टिममा चाहिँ लकी छु। सन्दकपुरको ओह्रालो मैले चाहिँ उसलाई अस्तिको दिनबाटै हिँडाइरहेको छु, बाइकमा खासै चढाएको छैन किनकि भाइको बाइक लिएर आएको नि त, बिग्रियो भने त गाह्रो हुन्छ। अनि सबै बाटोमा उसलाई चाहिँ हिँडाइदिइरहेको छु। बाटो त्यस्तो अप्ठ्यारो पनि होइन, तर बर्खाले यस्तो ढुङ्गा हल्का निकालेको रहेछ। अनि हामी चाहिँ सन्दकपुरदेखि तल झर्दैछौँ कालपोखरीतिर। अनि कालपोखरीदेखि चाहिँ अलिक सजिलो छ कि बाटो, नभए उसलाई मैले 4 रातेसम्म पनि हिँडाएँ। प्राङबुङदेखि 4 रातेबाट सन्दकपुर पनि हिँडेरै आयो, त्यहाँबाट यहाँ पनि हिँडेर आइरहेछ। म चाहिँ बाइकमा बिस्तारै बिस्तारै आइरहेको छु किनकि बाटोमा बिग्रियो भने गाह्रो हुन्छ नि त। अनि डोराएरै ल्याइदिइरहेको छु बिस्तारै। साथी हो तल बाटो हेर्नु पठाएको छु मैले। ठिक छ कताबाट आऊ? दाहिने कि देब्रे, भित्ता कि छेउ? ल ल ल बाटो ठिकै छ भन्ने सूचना आइसक्यो। ऊ चाहिँ मेरो सूचना हो। अनि राम्रो छ भनेपछि म यता बाटो भनेपछि म त्यही बाटो हिँड्छु। यस्तो हुनुपर्छ हाम्रो। के भन्छ भन्छ। ल गयो अब ओह्रालो। अहिले चाहिँ हामी चौरी चोक भन्ने ठाउँमा आइपुग्यो। यहाँ चाहिँ 1-2वटा होमस्टेहरू रहेछ। अन्त यहाँबाट अब अलिक अगाडि गएपछि चाहिँ के भन्ने ठाउँ पुग्छ भने कालपोखरी। यस्तो छ, मौसम फेरि बिग्रिँदैछ। साथीलाई चाहिँ हिँडाएर मैले अघि डाँडा कटाइसकेँ पर। अन्त त्यही चौरी चोक होमस्टेहरू रहेछ, यहाँ बसेर सन्दकपुर जानु पनि मिल्यो। यहाँ चाहिँ प्रायः इन्डियन गाडीहरू नै आउँदो रहेछ। यस्तो हामी कालपोखरी ठ्याक्कै आइपुग्यो। यहाँ कालपोखरीको बोर्ड देख्न सक्नुहुन्छ। कालपोखरी यो लोकेसन चाहिँ कतिजनाले याद गर्नुभएको छ म ठ्याक्कै यताबाट देखाइदिन्छु होइन। नेपाली फिल्म हाम्रो दयाहाङ राईको फिल्म सुटिङ भएको ठाउँ हो। यो घर याद गर्नु अनि यो बाटोहरू याद गर्नु त कुन फिल्म रहेछ कमेन्ट गर्नु होला। अनि लास्टमा भन्दैछु कुन फिल्मको भनेर। अहिले चाहिँ यताको अलिकति भत्काउनु भएको छ, पहिला चाहिँ यहीँ थियो। आनी बस्ने नानी भएको दार्जिलिङमा पढाएको काले केटालाई यही ठाउँमा ट्याक्कै। अनि यो चाहिँ मानेहरू रहेछ यहाँ चाहिँ ट्याक्क। अनि हाम्रो यहाँ एपिएफ सरले हामीलाई बाटोहरू यसो भनिदिनु भयो घुम्ने ठाउँहरू सजिलो हुन्छ भनेर। यहाँदेखि नजिकै रहेछ माबु जाने। यहाँ तल पोखरी रहेछ, अब पोखरीमा देखाउँछ। हामी ट्याक्कै बोर्डरमा छ, यो बाटो चाहिँ बोर्डरै रहेछ। ल हामी चाहिँ अहिले लामपोखरी आइपुगेको, कालपोखरी आइपुगेको। खालि लामपोखरी आउँछ माथिको, ठ्याक्कै पानी नै पर्नु थाल्यो। अब हामी सिधै माबु जान्छौँ। यो घुम्ने ठाउँ यति नै हो। अनि यहाँ हेर्नु त कति चाहिँ मजाको हाँस्यौरीहरू छ। चारो दिएको खानै मान्दैन ल। यहाँ चारो आइ ल। हाँसहरू मजाको रहेछ जाडोमा। अनि यो चाहिँ फरेस्टको बाटो रहेछ इन्डियाको। त्यो यहाँ चाहिँ सिनाम के भन्ने उयो छ नि त, निकुञ्ज कमलको फुलहरू दामी फुलेर रहेछ यत्रो मासतिर पनि। अब हामी उताबाट सिधै जान्छौँ। पानी पऱ्यो यहाँ, हामी केही बेर पनि अलमल नगरी अब जान्छौँ। यहाँको वेदरै हामीलाई साथ दिएन। बाई बाई। अब हाम्रो पोखरीको घुम्ने उयो पनि सकियो होइन। पोखरी सोखरी घुम्यो। यहाँदेखि यस्तो देख्छ यो पोखरी, इन्डियाको बाटो। अनि यो चाहिँ हाम्रो नेपाल र भारतको पिलर। अम्बो के हो दिदी नाकमा त? निकाल्दिनु न। डर लाग्यो, पत्रो छ। यो चाहिँ यता भारत, यतापट्टि भारत, नेपाल।
6212 भनेको पिल्लरको के लेखा हो। नेपालको बाटो यता हामी यो बाटो भएर जान्छौँ। यो इन्डिया होइन साथी, त्यस्तै छ। अनि यो चाहिँ भारत। भारतको त केही नाम निशानै छैन, केही लेखेर नबुझ्ने रहेछ। धन्न नेपालपट्टि चाहिँ सफा गरेर रहेछ, खुसी लाग्यो। यतिको भए पनि देखिया छ, सफा छ। ल अब हामी जान्छौँ। फुलहरू हेर्नुहोस्, दामी दामी छ, चराचुरुङ्गीहरू छ। साथी डरायो। कति टोकिसक्यो दादा चिरिक भइसक्यो। ए उ त्यो चाहिँ पहिला त्यसले त रातै पारेछ नि त। ल हैन घाउमा खाएछ क्या। जुकाल टोके साथीलाई, मलाई त छैन होला। चप्पल लाएर आएको घाटो, साथी हिँडेको घाटो। फेरि पोखरी आइपुग्यो। काल पोखरीदेखि तल माबु जाने बाटोमा रहेछ अर्को पोखरी। के पोखरी हो थाहा भएन, पोखरी कत्रो छ पनि थाहा भएन। हेर्दा चाहिँ लुक्स लाइक वाउ नै छ। अब उता 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 कहाँसम्म छ यो केही देखिएको छैन। बादल छ, अनि यता पनि यता कतासम्म लाग्छ थाहा छैन। जङ्गलमा आएर बसिरहेको छु, जुका टकटक हुँदै। जुका साथीलाई भोक लाग्यो, 12-1 बजी कति भयो। हामी चाहिँ माबुतिर कता आइपुग्यौँ होला अहिले। सन्दकपुर 5 माबु देख्दै थिएँ। अनि माबुमा त होला नि यो होइन। टोड्के झर्न जाँदैछु, त्यहाँ खाना बनाउनु लगायौँ। खाना खाएको छैन आज बिहानबाट। चाउचाउ बनाइदिनु भएको थियो दिदीले, त्यही खाएर हिँडेको सन्दकपुरबाट। अनि यहाँ ठ्याक्कै बाटोमा टोड्के झर्न पनि निस्केर जानु भनेर मेरो मनले भन्यो। अनि जाँदैछौँ। बाटो त आउने रहेछ बाइक अलिक तलसम्म कहाँसम्म, तर यस्तो बाटोमा बाइक लिएर किन बिगार्नु होइन। खालि यस्तै बाटो पर्छ। अनि ल्याउनुभन्दा बरु अहिले उकालो हिँड्ने। चाउचाउ खाइँदैछ खाजामा। टोड्के झर्न यहाँबाट ऊ पर यस्तो मेरो आँखाले चाहिँ देखिरहेछ। क्यामेरामा देखाउनु मात्रै सकेको छुइनँ म, देखाइदिन्छु म तपाईँहरूलाई। यहाँबाट यहाँ देखियो इलामको ठुलो ठाउँमा, त्यहीँ गएर अरू देखाउँछु ल। सँगले यसरी हिँडिँदैछ, ट्याक्कै खोला आइयो, लडियो पनि अनि ब्यागले पनि रिस उठायो मलाई। ब्याग यहीँ छोडिदिन्छु ल। अनि धेरै दुःख गरेर कस्तो ठाउँमा आइयो भन्दाखेरि हेरौँ त कस्तो दामी ठाउँमा आइयो। बबाल ठाउँ आइपुग्यो होइन। यसलाई चाहिँ भन्छ इलामको टोड्के झर्ना। एउटा दुईवटा माथि हुन्छ, माई खोला बगिरहेको छ तल। त्यो मान्छे चाहिँ मसँग रिसाइरहेको छ किनभने म लडेँ। ब्यागको तुना चुट्यो, ब्यागको तुना चुट्यो, लडेर चुट्यो नि। अनि कसरी बोकेर हिँडेको? दुईपट्टि बोकिरहेको थिएँ हौ, दुईपट्टि बोकिरहेको थिएँ। झ्वाक्कै गर्दा ट्वाक्कै गयो। फुलको भाइ बहिनीहरू कता हिँड्दैछ ल भाइ बहिनीहरू। अनि हामी चाहिँ टोड्के झर्ना आइपुग्यो। हिँड्दै अलिकति 10 किलोमिटर जति हिँड्यो। अनि यो चाहिँ खै पूर्वको त होइन होला, इलामको चाहिँ सबैभन्दा ठुलो र अग्लो झर्ना हो होइन। अनि माथिबाट यस्तो दामी झरेको छ, सबैले तल झरेछ। अनि यहाँ तलतिर यस्तो सानो छोरा छ तर देख्दैन। अनि यसको माथितिर पनि छ। अनि यहाँ माथिबाट बाटो यस्तो घुमेर जाने बाटो पनि रहेछ, तर हामी जान सकेनौँ। गलेको छ, भाका छैन बिहानदेखि 2-3 बजीसक्यो। अनि यति नै घुमेछ। तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने इलामबाट नजिकै छ। सन्दकपुर जाँदा निस्किनु पनि सक्नुहुन्छ, फर्किँदा निस्किनु पनि सक्नुहुन्छ। आउनु होला हाम्रो इलामको टोड्के झर्ना। भ्यू भनेको यस्तै छ, मजाले हेर्नु होला। -+ गरेर